यत्रो गिद्ध चाहिँ मरे है। तार पनि छिन्छ बिहानै। यो चाहिँ हर बिहान बिहानै करेन्ट लागेर यत्रो गिद्ध चाहिँ मरे है। तार पनि छिन्यो। पोखरा पामे ठ्याक्क यो पुलमै आगो पनि लागेको थियो अरे। प्रत्यक्षदर्शी उहाँ हुनुहुन्छ। तार पनि छिन्यो। उहाँ विद्युतबाट कर्मचारी आउनुभएको छ। मालेपाटनको कर्मचारीहरू विद्युतबाट। भयङ्कर ठुलो छ होला हेर्नुहोस् यत्रो ठुलो। बिचरा है अब गिद्ध संरक्षण गर्नुपर्ने यस्तो यस्तोले। यसको हड्डी ल्याएर त्यस्तो सुप बनाएर राखे ठिक भयो क्या हातले कि तर हामीले घिन मानेर होइन तर खान्छन् कि विद्युतको कर्मचारी साथीहरू एकदम तत्पर भएर चाहिँ विद्युत बनाउन लाउनु भएको छ। पोखराको मालेपाटन केन्द्रबाट आउनुभएको है हाम्रो साथीहरू। आज बिहानै आज कति वैशाखको अन्तिम दिन होइन कि जेठको 1 गते आज जेठको 1 गते है। जेठको 1 गते जेठको 1 गते बिहानै 6 बजेतिर यो झोलुङ्गे पुल र यो मोटरेबल पुल छ पामेमा ठ्याक्कै। यो कटेजको अगाडि उहाँले देख्नु भएको रहेछ। मैले खिचिसकेँ उहाँ मेरो घर स्याङ्जा। हजुरको हजुर गिद्ध मरेको भएर सबै भेला भएको छन् है गिद्धहरू।
यो चाहिँ हर्पन खोला पोखरा 23 घाटी छिनाबाट माथिबाट घाटी छिना पामे हुँदै फेवतलमा गएर मिसिन्छ तल। पहिला जमानामा त यहीँ समेत ताल थियो भन्ने सुनिन्छ है यहाँको पुरानो अग्रज व्यक्तित्वहरूबाट। अब अहिले चाहिँ यस्तो छ, पानी चाहिँ सफै छ है। पहिला यो झुलुङ्गे पुल थियो, पछि अब मोटरेबल पुल बन्यो। यस्तो राम्रो चौतारी छ। पारी नि बाटो छ, त्यो बाटो नि घाँटी छिनै जान्छ है। एउटा वारीको बाटो, अर्को पारीको बाटो। देख्न सक्नुहुन्छ स्कुल बस। यो त्यहीसँग असर आउनु आउनु त्यहीँ बस्नु त। जोड बनाइदिनु भएको नि हुन्थ्यो है, यसलाई जोडेर एकै जोड बनाएको राम्रो हुन्थ्यो। दुई जोड भयो योसँग यदि पनि यसरी सिधा हाल्दिएको हुन्छ। विद्युतको चुडिएको तार चाहिँ यसरी गाँसिन्छ है। के अधिकारी भन्नुभयो त हजुरको नाम चाहिँ? गोविन्द अधिकारी। गोविन्द अधिकारी, मालेपाटन विद्युत केन्द्रबाट आउनुभएको छ है। ल फाइनल्ली तार तन्क्यो अब। त्यही मरेको गिद्ध लिएर गए ल यो भाइले।